मैले हजारौं पटक प्रयास गरी हेरे तिमी जस्तै पवित्र बन्न, तर सकिन येशू। किनकि तिमीले पहिले नै तिम्रो एकै बलिदानले मलाई सिद्ध बनाइसकेका रहेछौ। तिम्रो अनुग्रह नै मेरो पहिचान। रोमीले भन्छ तिमी येशूको कारण सिधैमा धर्मी ठहरियौ। अब तिमी माथि कुनै दण्ड छैन। किनकि उहाँको रगतले नै मेरो नयाँ पुरा भयो। म अब सुरक्षित छु, अनुग्रहमा स्थिर छु। कोरिन्थीले फेरि सम्झायो तिमी येशूमा नयाँ सृष्टि हौ। पुराना सबै बितिसके, सबै नयाँ भयो। मेरा गल्ती होइन, उहाँको कृपा। मेरो प्रयास होइन, उहाँको पुरा काम। हिब्रूले तिम्रो प्रेम अझ गहिरो देखायो। तिम्रो एकै बलिले मलाई सदाका लागि पवित्र र सिद्ध बनायो। पहिलो यूहन्नाले भन्छ जस्तो येशू हुनुहुन्छ, उहाँको सिद्ध प्रेमले तिमी पनि यस संसारमा उहाँ जस्तै नै छौ। येशू तिमी पुरा गरिसकेको काम हेर्दा म अब थाहा पाउँछु, म पहिले नै तिमी जस्तै प्रिय धर्मी पवित्र छु। तिम्रो